यस्तो विद्यालय निलेखा पब्लिक एकाडेमीमा पढ्ने कक्षा 6 की छात्रा सुमना तामाङको तर्फबाट सबैलाई नमस्कार। आज 2082 साल 2 महिना 30 गते शुक्रबार आज हाम्रो स्कुलमा प्रतियोगिता हुन गइरहेको छ। विधायक प्रतियोगिता यसमध्ये म भाग लिएको थिएँ र मैले मेरो शीर्षक राखेको छ शिक्षा बिनाको जिन्दगी धेरै अँध्यारो हुन्छ। सुरु गर्छु। होइन यो स्कुल चाहिँ हाम्रो यो स्कुल के कारणले बनाउनु रहेछ, त्यो स्कुलमा चाहिँ हामीले खासमा के गर्न पर्ने रहेछ र हो त्यो स्कुलमा एकछिन पढेर के नै हुन्छ भन्ने भनेर के बाबाआमाले कति स्कुल बनाउनु खोजेको होला। यो स्कुल अनि त कसले बनाएको होला, त्यसलाई त मिल्न पाएन मतलब मजाले पेरिदिन्थ्यो हो। आमा चाहिँ भन्न चाहिँ के अरे यस्तो अब पेटी गर्ने नाटक पार्नु चाहिँ स्कुल जानै पर्दैन नि मलाई। अहिले म त स्कुल जान सक्दिनँ है आमाले भन्नु त्यो त दिनदिनै पेरिदिन्छ, त्यो त दिनदिनैको नाटकै भयो। यो त कहिल्यै स्कुल जान पर्दैन, एक महिनामा एकचोटि स्कुल जाने त्यही पनि पेरिदिनु हुने घर फर्किने, तेरो त बाह्र नै हो दिनदिनैको। ल म त गाउँमा गइहाल्छु जेसुकै भन्नु के अरे। भोलि त फेरि एक्जाम पनि छ, बरु एक्जाममा चाहिँ के गर्ने होला, पढ्न स्कुल जान खोजिएन, अब एक्जाममा मैले के गर्नु होला। म साथीलाई पैसा दिन्छु त्यसलाई एक्जाममा देखाइदिए भन्न पर्यो। अब यही पैसा साथीलाई दिन्छु अनि साथीलाई एउटा एक्जाममा देखाइदिए भनेर लेखाइदिनु पर्यो। अब पास हुन्छ कि हेरेर यस्तै आमा त्यस्तै खुसी हुन्छ। पैसा कहिले नपढेको आउँछ के हो यस्तो पैसा पनि चुप भयो। म त यस्तै पास हुन्छ मलाई केही छैन। यसैको बोर्ड इक्जाममा अब यसैको बोर्ड इक्जाम आयो, एक महिनामा एकचोटि जान्थ्यो, अब त पढ्दा नि पढिएन। अब यहाँ के हुने हो अब केही जानेन कतै फेल हुने हो, बरु केरेर पठाइदिन्छु। रिजल्ट आएपछि रिजल्टमा फेल भएछु, अब म के गर्ने होला। अब त आमाले मलाई घरबाटै निकाल्छु। आमाले भन्नुहुन्छ तँलाई कुकुरनी एक्जाममा यत्रो वर्ष मैले दुःख गरेर पढाएँ, तैँले आएर फेल भए, तँ त मेरो गाउँभरि नाकेको टाइपिस नाच गराउन भयो कि जहाँ अब त मेरो घर बस्नै पर्दैन निक्लिया। होइन आमा अब म राम्ररी पढ्छु, अब मलाई ननिकालिदिनुहोस् न आमा। आमाले भन्छ बस्नै पर्दैन मेरो घर, निक्लिहाल गइहाल, तँलाई 1 नबस्ने घर 2 नबस् 3 नबस्। अब म त यत्रो धेरै बेरसम्म पढ्दा नि पढिनँ, राम्रो काम गरेर खान्छ, न हातमा पढाइ छ र केही काम गरौँ त न हातमा सिप छ न त कला नै छ। अब म के गरौँ। धन्यवाद। त्यसै गरी मैले चाहिँ आजको यस नाटकबाट शिक्षा बिनाको जिन्दगी धेरै अँध्यारो छ। जस्तै शिक्षा भएन भने हामीले जस्तै मसी बिनाको कलम, पात बिनाको रुख, पानी बिनाको ताल, नुन बिनाको मासु भने जस्तो हुन्छ। त्यसैले पढ्न पाएको बेला पढाउन हामी मम्मी बाबाहरूले पनि हामीलाई दुःख गरेर पढाउनु भएको छ।